म आजको दिन चाहिँ तपाईँको माझमा तपाईँको बिचमा चाहिँ म एउटा वचन लिएर आएको छु। त्यो वचन चाहिँ लुक्काको किताबको 15 अध्यायको 11 पदमा उहाँले भन्नुभयो, कुनै मानिस 2 छोरा थियो। त्यहाँनिर लुक्काको किताबमा भन्दैछ कुनै व्यक्ति चाहिँ 2 मानिस थियो है। त्यो उडन्त पुत्रको जीवनबाट म बोल्न चाहेको छु। उडन्त पुत्र चाहिँ तपाईँको सबै माझमा है, आज तपाईँको बिचमा उडन्त पुत्रको कथा धेरै गहिरो छ। यहाँ आज उडन्त पुत्रले के भनेको छ भनेपछि यहाँनिर उहाँ चाहिँ आफ्नो बाबु कहाँ गएर उहाँलाई बाबुलाई धन सम्पत्ति मागेको हुन्छ है। धन सम्पत्ति माग्दाखेरि उडन्त पुत्रले भन्नुभयो, म चाहिँ अब त्यो धन सम्पत्ति लिएर मोज मजामा जानेछु भनेर। त्यहाँदेखि उहाँ मोज मजामा गएर जाँदाखेरि उहाँ चाहिँ एउटा त्यो पैसा रुपियाँहरू उहाँको पैसा सकिँदै जाँदाखेरि लास्ट टाइममा चाहिँ उहाँले सुँगुरको कोसा खाने भयो। प्रिय, आज तपाईँ र मेरो बिचमा, तपाईँको मेरो माझमा उडन्त पुत्रको जीवन जस्तो आज छ भने बहुत आज हाम्रो जीवनबाट चाहिँ रिन्यू गर्नुपर्नेछ, ट्रान्सपोर्ट गर्नुपर्नेछ है। एभ्री टाइम हाम्रो सेन्सलाई, कमन सेन्सलाई चाहिँ गुड सेन्समा ल्याउनु पर्नेछ है। एउटा हामीले आज त्यो उडन्त पुत्रको जीवनमा नन सेन्स, कमन सेन्स आएको थियो, तर उहाँले रिन्यू गर्नुभयो र उहाँले गुड सेन्सेसमा आउनुभयो है। एभ्री टाइम एभ्री डे उहाँ गुड सेन्सेसमा आउनुभयो है। कम्प्रेसन, उहाँको जीवनबाट कम्प्रेसन भयो है। अन्त उहाँको प्रिय आज तपाईँ प्रिय उहाँको जीवनबाट चाहिँ उहाँ गुड व्यक्ति बन्नुभयो है, गुड क्यारेक्टर बन्नुभयो प्रिय हो। आज उहाँको जीवनबाट चाहिँ परिवर्तन जीवनमा आउनुभयो। एउटा शिक्षाले भनेको छ जीवनशैली आफ्नो जीवनलाई चाहिँ शैली बनाएर राख्नुपर्छ। एभ्री टाइम एभ्री डे उहाँले जीवनशैली बनाएर राख्नुभयो। प्रिय, आज यहाँनिर यहाँ धेरै पदहरूपट्टि लेखेको छ है। धेरै पदमा योनाको किताबले पनि भनेको छ, योनाको 10 अनि तिनीहरूलाई अनन्त जीवन दिनेछु र तिनीहरू कहिले पनि नष्ट हुने छैन। त्यो योनाको 10:28ले भनेको छ, अनि तिनीहरूलाई अनन्त जीवन दिनेछु, तिनीहरू कहिले पनि नष्ट हुने छैन। प्रिय, आज उडन्तभित्रको किताबबाट चाहिँ उहाँ चाहिँ कहिले पनि नष्ट हुने छैन। उहाँलाई चाहिँ परमेश्वरले प्रेम गर्नुभएको थियो। उहाँलाई प्रभुले चाहिँ कम्प्रेसन गर्नुभएको थियो। उहाँलाई चाहिँ एउटा जैलेस भइरहेको थियो। मानिसले चाहिँ उहाँ उडन्त पुत्र चाहिँ एकदम बिग्रिसकेको थियो, तर उहाँलाई रिन्यू गर्नुभयो, चेन्जेस गर्नुभयो। आज हामीले पनि एभ्री टाइम प्रिय हो, एभ्री टाइम एभ्री डे आज हामीले त्यो सेन्सलाई, कमन सेन्सलाई गुड सेन्समा ल्याउनु पर्ने रहेछ। आज हामीले कतिवटा, म धेरै सङ्गतिहरूतिर हिँड्छु है। सङ्गतिहरूतिर कति व्यक्तिहरूले ठुल्ठुलो योग्यताको व्यक्तिहरूले उहाँहरूले र कोही लडेको व्यक्ति, हराएको व्यक्तिलाई उहाँले कहिले पनि बटुल्दैन। उहाँले त्यो लडेको व्यक्ति आउँदाखेरि उहाँले अर्कै प्रकारको नेचर प्रकारले हेर्नुहुन्छ है। त्यो चाहिँ गुड क्यारेक्टर भन, उहाँको गुड सजेसन पनि भन। आज हामीले धेरै बाइबलहरू पढ्दै जान्छ। आज हामीले एउटा गुड व्यक्ति भनेर जानुपर्छ। प्रिय, आज हामीले प्रभुले भन्नुभएको छ, आज सारा जगतमा गएर चाहिँ आज हामीले सुसमाचार र प्रभुको प्रशंसा गर्नु भनेको छ। र प्रिय, आज मैले यही कुरो चाहिँ मैले तपाईँहरूको सेकेन्ड युट्युबमा पनि मैले बोलिरहेको थिएँ। आज तपाईँको साममा चाहिँ यो कुरो ल्याएको छु है। रिन्यू भन्ने कुरो, चेन्जेस भन्ने कुरोहरू आज तपाईँ र मेरो जीवनबाट चेन्जेस आउनुपर्नेछ। मेरो जीवनबाट पनि चेन्जेस आउनुपर्नेछ। आज धेरै व्यक्तिहरूले परमेश्वरलाई खोजिरहेको हुन्छ,
परमेश्वरलाई प्रेम गरिरहेको हुन्छ। आज त्यो उडन्त पुत्रको जीवनमा पनि उहाँ पनि एउटा गुड व्यक्ति थिएन, उहाँ चाहिँ एकदम नथिङ व्यक्ति हुनुहुन्थ्यो। उहाँलाई कम्प्रेसन गर्नुभयो, उहाँलाई जीवनशैलीमा ल्याउनु भयो, उहाँ चाहिँ एकदम बेस्ट व्यक्ति बनेर जानुभयो। अन्त यहाँनिर दोस्रा कोरिन्थीको पदको यहाँनिर कोरिन्थीको पदमा 12:9 उहाँले तिनीहरूलाई भन्नुभयो, मेरो अनुग्रह तिम्रो निम्ति प्रशस्त छ। प्रिय, आज उहाँको जीवनमा चाहिँ उहाँको एउटा सेन्स प्रशस्त अहिले उहाँलाई उडन्त पुत्रलाई दिनुभएको छ। प्रिय, आज तपाईँ र मेरो जीवनबाट चाहिँ धेरै 60 गुणा फल फल्दै जानुपर्छ है। आज हामी कुन चाहिँ शैलीमा छ, जीवनशैलीमा छ कि आज हामी कम्प्रेसनमा छ कि हाम्रो जीवन चाहिँ सेन्सलाई चाहिँ आज हामीले गुड सेन्स राखेको छ कि एभ्री डे एभ्री टाइम हामीले त्यो सेन्सलाई चाहिँ रिन्यू गर्नुपर्ने रहेछ। आज परमेश्वरको बाटोमा अगाडि बढ्नुपर्ने रहेछ। परमेश्वरले बाटो, सत्य र जीवनमै म बाहेक अरू कोही पिता कहाँ जान सक्दैन भनेर प्रष्ट प्रकारले लेखेको छ। र आज प्रिय तपाईँ र मेरो जीवनमा च्यालेन्ज पॉइन्ट चाहिँ आज हामीले एभ्री डे एभ्री टाइम चाहिँ हाम्रो ब्रेनलाई चाहिँ सेन्सलाई चाहिँ हाम्रो रिन्यू गर्नुपर्ने रहेछ। र आज हाम्रो जीवनबाट चाहिँ त्यो असल गुड व्यक्ति बनेर हिँड्नुपर्ने रहेछ। जय मसीह।